हेलो साथीहरु सबैजना स्वागत छ है मेरो अर्को भ्लगमा। आएको सबै सन्चै हुनुहुन्छ होला के हैन। म पनि आज बिदाको दिन हल्का यसो सामानहरु किनेर मार्केटबाट रुममा जाँदै छु हैन। रुममा जाँदाखेरि एउटा सानो भिडियो बनाइदिउँ भनेर चाहिँ यसो आइदिएको है। म चाहिँ अहिले मालिसकाको यो बीचको साइडमा छु हैन। देख्न सक्नुहुन्छ धेरै बोर्डहरु पनि छन्। सो अब बिस्तारै सिजन पनि लाग्न सुरु हुन थालिसक्यो हैन। बिस्तारै मान्छेको चहलपहलहरु पनि देखिरहनु भएको छ होला सायद थोरै भए पनि हैन। अबको लगभग 1 महिना पछि चाहिँ एकदम धुमधडका हुनेवाला छ। त्यही भएर यसो धुमधडकाको लागि अब अग्रिम तयारी चाहिँ एकदम तीव्र गतिमा भइरहेछ हाम्रो हैन। अनि आज पनि हल्का पानी पर्ला जस्तो पनि गरिरहेछ। फेरि आज देख्न सक्नुहुन्छ बादलहरु पनि लागिरहेको छ। आज चाहिँ हल्का पानी पनि पर्छ होला सायद। अहिले त पर्ने अवस्था छैन, एकछिनपछि पर्छ होला हैन। अब बिदाको दिन यस्तै छ। अब हल्का बियर शेयर पनि ल्याएको छ, बियर शेयर खाइन्छ, अलि रमाइलो गरिन्छ, त्यस्तै छ। यस्तो स्पेशल त केही पनि छैन साथीहरु हैन। अब चाहिँ बिस्तारै गर्मी पनि बढिसक्यो यहाँको हैन। एकदम लगभग आज चाहिँ अलिकति अघि त घाम लागेर चिरिक्क पारेको थियो एकछिन। सो यहाँ पनि चाहिँ 4-5 महिना चाहिँ एकदम चिरिक्कै पार्छ घाम हैन। 35 डिग्रीसम्म पुग्छ। त्यसपछि चाहिँ फेरि चिसो सुरु भइहाल्छ। सिजन पनि लगभग बिस्तारै अफ हुन्छ। त्यसपछि जाडो महिना सुरु भएपछि हैन, समुद्री एरियाको होटलहरुमा सेम त्यही नै हो। सिजनल बढी चल्छ, अफ सिजनमा त माखो आउँदैन। त्यस्तै छ साथीहरु हैन। यस्तै छ चलिरहेछ हाम्रो दिन उसरी हैन। आज चाहिँ बुढाबुढीकै छुट्टी थियो। बुढी चाहिँ अब रुममा छ, म चाहिँ मार्केट आएको, उ चाहिँ खाना बनाएर आएको छ हैन। सो अब क्रोएसियामा भएको साथीहरुले पनि यसो अलिअलि अब सिजन लाग्न साल्यो यसो दायाँ सारसुर के छ बुझ्नु होला है। किनभने चाहिँ यहाँ अब सिजन सुरु हुन आँट्यो। लगभग कामहरु अलिकति धेरै मात्रामा मिल्ने गर्छ। त्यही भएर बेलेमा पुर्याउनु होला हैन। अब नेपालबाट आउने नयाँ साथीहरुले चाहिँ सिजनल काम बढी हुन्छ सी साइडमा हैन। एग्रिकल्चरमा होटल लाइनको अब सी साइडतिर पर्यो भने अलिकति त्यो चाहिँ विचार पुर्याउनु होला। अहिले अलिकति भिजा पनि रिजेक्सन हाई पनि भएको छ कि अब सायद क्रोएसियाको। त्यो विविध कारणले गर्दाखेरि यहाँको सम रुल्सहरु चेन्जेस भएको छ। त्यही भएर पनि हो गाइज हैन। सो यस्तै छ। अब एप्लाई गर्नुभएको साथीहरुको छिटै भिसा आओस्। आज स्पेशल त्यस्तो त केही पनि थिएन। आज भिडियो चाहिँ एकदम भिडियो सुट गर्ने एकदम राम्रो छ के वेदर। सो त्यही भएर हो गाइज। आजको भिडियो चाहिँ यति नै गाइज। अब त्यस्तो स्पेशल केही थिएन हैन। मेरो भिडियो हेरेर माया गरिदिनु होला। लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला हैन। शेयर गरिदिनु होला। धेरै माया गरिदिनु भएको छ। हजुरहरुलाई धेरै धेरै धन्यवाद। ओके बाई बाई। जय नेपाल।